हेलो साथीहरू, सबैलाई नमस्कार। आज म बाँको बनाउँदैछु। मैले 2-4 वटा बाँको लिएको छु, कलिलो बाँको र त्यसमा कापो पनि। यो कापो बाँकोमा हाल्नुपर्छ। चरी अमिलो हाले पनि हुन्छ। अब म यसलाई केलाउँदैछु। बोक्रा फाल्नुपर्छ। बाँको मैले केलाइसकेकी छु, बोक्राहरू फालिसकेकी छु। त्यसपछि यसलाई अब तातो पानीले धुन्छु म अलिकति। यसमा तातो पानी राख्छु। यो बाँकोलाई यसरी धोएर कापो बाँकोलाई यसरी धोएर यसरी कुकरमा सिटी लगाउन बोइल गरे पनि हुन्छ। म छिटो होला भनेर सिटी लगाउँदैछु। बाँको राख्ने, त्यसपछि यो धोएर राखेको कापोलाई राख्ने। त्यसपछि बेसार, नुन राखेर सिटी लगाउनु पर्छ। अब मैले यसको लागि मसला रेडी गर्छु। मसलामा टिमुर, जिरा धनिया, हरियो टिमुर राख्दैछु मैले, जिरा धनिया र खुर्सानी यसलाई पिस्छु। मसला पनि रेडी भइसकेको छ। मसलामा यो लसुन, प्याज, यो टिमुर, जिरा धनिया, खुर्सानी रेडी भइसकेको छ। यो हाम्रो बाँको पनि पाकिसकेको छ। अब हामी यसलाई फ्राई गर्छौँ। मैले प्यानमा तेल तताउँदैछु। हाम्रो बाँको पनि पाकिसकेको छ। तेल तातिसकेको छ। तेलमा मैले ज्वानो मेथी पड्काउँछु। त्यसपछि लसुन राउने, त्यसपछि प्याज राख्ने, प्याजको कलर चेन्ज हुने बेलासम्म भुट्ने। त्यसपछि यसमा अघि पिसेको टिमुर, जिरा धनिया राख्ने। त्यसपछि अलिकति रातो खुर्सानी पनि पिरो खान मन लागे राख्ने।
अब यो बाँको पनि यसमा राख्नु। यसलाई अलिक म्यास गरेर लेदो बनाउने। अलि धेरै रस खान मन लाग्यो अलिकति पानी थप्ने। मैले यो अलिकति पानी थपेँ। अब मेरो बाँकोको तरकारी रेडी भयो। हजुरलाई मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। अलिकति उमाल्न दिने, उम्लिन दिने, झिक्ने। धन्यवाद।